श्रीलङ्कामा अहिले राइट नाउ एउटा रिभाइभल भइरहेको छ. इन श्रीलङ्का देयर इज अ रिभाइभल. अनि मैले भर्खर स्टोरी सुने एकदमै ट्रस्टेड मान्छेकोबाट. दिस अ ट्रु स्टोरी. अनि उहाँ त पर्सनली भिजिट जानुभएको थियो. एन्ड सी वेन्ट टु भिजिट दिस प्रिचर, एउटा पास्टर इन श्रीलङ्का. अनि परमेश्वरले त्यो पास्टरलाई चाहिँ कम्युनियनको रेभलेसन दिनुभएछ. कसरी यु क्यान सर्भाइभ विदाउट फुड बाई ओन्ली पार्टेकिङ द कम्युनियन. कम्युनियन मात्रै लिकन यु क्यान लिभ सुपरनेचुरली. अनि नि यो पास्टरले चाहिँ के गर्दो रहेछ भने उसले एभ्री डे कम्युनियन लिन थालेछ. अनि म तपाईँलाई पावरफुल कुरा भन्न चाहन्छु. रिसेन्टको घटना हो, अहिले हुँदै गरेको घटना हो. 10 महिना पास्टर नि 10 महिना उसले नि पार गरे अरे विदाउट फुड. उसले 10 महिना भयो खानै खाएको छैन. सुन्नुहोस् है, के खान्छ भन्नुहोस् त? राइट हियर परमेश्वरको कम्युनियन. ओके. अनि जति नै सुगरै हाल्नुभयो भने यहाँनिर ग्लुकोजै हाल्नुभयो भने पनि यतिले चाहिँ नि 10 महिना जिउन सक्नु. यु क्यान सर्भाइभ फर 10 years. सरी 10 months. सुन्नुहोस् है. अनि हि इज सर्भाइभिङ. अनि एउटा कुरा भनौँ अझै पावरफुल कुरा, यो कम्युनियनमा यो 10 months को भित्रमा नि हि ऱ्यान अ म्याराथन. श्रीलङ्काको वान अफ द टप टायर म्याराथन रन गरेछ उसले. एन्ड देन त्यति मात्रै होइन, त्यो म्याराथनको निम्ति यो 10 months भित्रमा कम्युनियन मात्रै लिएर हि ऱ्यान टेन्स अफ किलोमिटर अनि आफूलाई ट्रेन अप गरेको छ. ओन्ली बाई ड्रिङ्किङ एन्ड इटिङ कम्युनियन.